ल है साथीहरू, मैले चाहिँ रुमको भिडियो लिएर आइसकेको छु। आज चाहिँ म बेडसेट मिलाएको टक्क भिडियो हाल्दैछु। 600 को रुम भनेदेखि चाहिँ साथीहरू प्याकको प्याक हुन्छ हाम्रो होटल होइन। अब चाहिँ यो भर्खर खाली भएको थियो अनि एकजना गेस्ट आएर तल एन्ट्री गरेर बस्नु भएको छ। त्यही भएर चाहिँ आफै आएको छु रुम सफा गर्न। अब हतार हतार मिलाउनु पर्यो। बहिनी चाहिँ उता जानु भएको छ, त्यही भएर आफै रुम मिलाउँदैछु। यसलाई चाहिँ अब सेतो त नहालेँ, तल माथि च्यापेर यसलाई चाहिँ तनक्क बनाएर खुम्चेको पनि अलिकति तनक्क तन्काएर राम्रो बनाउनु पर्छ यो बेडलाई चाहिँ। यसरी को चाहिँ औँलाले यसरी औँला कुद्दाखेरि यति दुख्छ, अब तनक्क तन्काउनै पर्यो, राम्रो देखाउनै पर्यो होइन। अब चाहिँ हतार हतार छ। ल हजुरहरूलाई पनि रुम चाहिएको छ भने सस्तो आउनु होला है, आएन होटलमा सम्झनु होला। हाम्रो चाहिँ यो 600 को रुम रहेको छ, प्याक नै हुन्छ आजभोलि। 600 को रुम, 300 को रुम, 400 को रुम हामीले एकदम सस्तोमा दिइरहेछौँ है। ल अब चाहिँ सिरानी यो कभर हालेर रेडी थियो अनि सिरानी राखेँ। अब पातलो ब्ल्याङ्केट पनि गर्मी हुन्छ, त्यति त चाहिँदैन, त्यही पनि राख्नु पर्यो होइन। ल ब्ल्याङ्केट राखिसकेको छु। अब चाहिँ टावेल ल्याउन छुटेको छ हतार हतारमा। अब टावेल ल्याएर हालेपछि मेरो रुम रेडी भयो। हस् त, धन्यवाद।